नमस्कार, म चेवन बस्ने ठुला गरे। मेरो घर सङ्खुवा सभा, धर्मदेवी नगरपालिका 9 पुपाङ्गु, अहिलेको बसाई काठमाडौँ। मैले आज अर्को एउटा शिखरणी छन्दको कविता लेख्ने प्रयास गरेको छु र त्यसलाई पनि वाचन पनि गर्ने प्रयास गर्छु। शीर्षक चाहिँ वृद्ध घरका भन्ने छ। यसरी अगाडि बढौँ है त। अब यो गाउन त मलाई वाचन गर्न त खासै आउँदैन। बसौँला हाँसेरै मुसु मुसु गरी बाहिर झुमा, गनौला मजैले नगद गतिला गुप्त मनका मनमा, नथाकी आँसुती तप तप गरी झर्छ गहमा, बेबसता उस्तै छन् हर बखत ती वृद्ध घरका, व्यवस्था उस्तै छन् हर बखत ती वृद्ध घरका, झरेका छन् धेरै तप तप गरी आँसु जसरी, ढलेका छन् खम्बा हर बखत ती बाँच्नु कसरी, बचेका बाँकी जो छटपट जसै देह डरका, कथाती बेथाती निसिदिन कठै वृद्ध घरका, कथाती बेथाती निसिदिन कठै वृद्ध घरका, पिताजीका आशिष थप थप हुँदा ढुक्क भएमा, मतारीका खैमा लुटुपुटु गरी जीवन गए, पिताजीका आशिष थप थप हुँदा ढुक्कमा भए, मतारीका खैमा लुटुपुटु गरी जीवन गए, झझलको आफ्लाको हर बखतमा सुन्दछु कथा, तिनै जो घाँडो छन् हर दिन उनै वृद्ध घरका, तिनै जो घाँडो छन् हर दिन उनै वृद्ध घरका, बुढ्यौली यस्तै हो थर थर गरी काँप्दछु उसै, सबैले जिस्क्याए टुलु टुलु उता हेर्दछु कतै, कसैका आँखाले अलिकति कतै शेष भरमा, गरेको मायाले कति सुख लिने वृद्ध घरका, गरेको मायाले कति सुख लिने वृद्ध घरका, उनैको मायाले हर समयमा उठ्छ ममता, निचोर्दा पीडाले रातिभर व्यथा छैन अब त, पिताको माताको निसदिन गरे चाकर अदा, यिनै हुन् ओजस्वी सकल मनका वृद्ध घरका, यिनै हुन् ओजस्वी सकल मनका वृद्ध घरका, वृद्ध घरका, यिनै हुन् ओजस्वी। हस्, सुनिदिनु भयो यहाँहरूलाई, धन्यवाद। फेरि भेटौँला अर्को हप्ता।